हेलो एभ्रिवान, तपाईहरु सन्चै हुनुहुन्छ होला। आज चाहिँ हामी दुईजना अन्त म मेरो हस्बेन्ड अन्त बोजूलाई लगेर चाहिँ हामी तल जाने। लास्ट टाइम भिडियोमा मैले देखाएको थिएँ मेरो दिदी भन्छु भनेर चाहिँ। अन्त एकजना हाम्रो चाहिँ फुपू हुनुहुन्छ नि त, अनि बोजूलाई भेट्नु मन लाग्यो अरे। अन्त बोजूसँग चाहिँ हामी जान आँटेको। बोजूलाई लिएर चाहिँ के गर्छौँ तपाईहरुलाई देखाउँदै जाने छु, हेर्दै गर्नु होला। मैले चाहिँ दिदीलाई यो लगिदिन आँटेको। दिदीकोमा छैन रहेछ नि त, मेरोमा चाहिँ सानो सानो बिरुवाहरू पुरा बनाएको छ कि मैले। अन्त चाहिँ यो लगिदिएर चाहिँ जान आँटेको म। जान्दै गरेको बोजूलाई लगेर। बोजू चाहिँ यहाँ, हामी चाहिँ जाँदैछौँ दोकानमा। पुग्यो। ए बोजू, ए दैलो थुनिदिएको है दिदी। ऐसे सब चल जाएगा। कस्तो राम्रो रहेछ यत्रो। के भनेको एक दिन कस्तो नि मलाई प्राइभेटबाट किनेर के छ भाइ? मलाई त जाति बनाउँछ। साइनसको दबाई दिनु नि, खानेको त्यो ट्याब्लेटको भन्नुपर्छ। यो जाति गर्छ मलाई त। म त खाली यो खानुपर्छ 2-3 दिन। मेरो बगान बिरा गइनी काट्ने बेला भएको अस्ति काट्यो अरे, अब फेरि गाईको बाछाहरू कति सानो। हामी फर्केर पनि आइपुग्यो। अब चाहिँ एकछिनमा घर जाने। किन्नु पर्ने थियो सामानहरू। बोजू अब चाहिँ हामी बोजूकोमा आइपुग्यो माम सब्जी बनाउने। माम सब्जी बोजूलाई चाहिँ भोक लागेर मैले अमलेट र ब्रेड बनाइदिएको। बोजू चाहिँ खानुहुँदैछ। अब चाहिँ म यहाँनिर दाल चाहिँ पकाउँदैछु। मामलाई सक्यो, चाहिँ पनि बनायो। बोजूलाई चाहिँ प्लेनमा बनाउनु पर्छ नि त, त्यो भएर चाहिँ एकदम अब प्लेन टाइपको दाछी। बोजूको स्नेक प्लान्ट। अब चाहिँ माम सब्जी बनाइसक्यो। एकछिनमा खाएर चाहिँ हामी घरमा जाने परा।